जब यो खोलामा आउँछ नि तब याद आउँछ त्यो दिनहरूको, जुन बेला हामी बा आमालाई नभनी दिनभरि स्विमिङ खेलेर बस्थ्यो। आगो त बाले त केटा हो। तर अफसोस हामी चाहेर पनि त्यो दिनमा फर्किन सकिँदैन। हेलो गाइज, फेरि पनि वेलकम छ हजुरहरूलाई मेरो छोटो नयाँ भिडियोमा होइन। अनि आज पनि अब यसो घरतिरै हुन्छु है, अनि भिडियो बनाउनमा लाग्यो। अनि फेरि पनि भिडियो बनाउँदैछु, साथ सपोर्ट गरेर मा देखाइदिनु होला भन्दै म चाहिँ अहिले तरकारी लिनतर्फ जाँदैछु। काठमाडौँ लिएर आउँछु है म आलु। यहाँ मम्मी चाहिँ आलु खाँदै हुनुहुन्छ, तर आलु त सानो सानो रहेछ, तर पनि अर्ग्यानिक है, अर्ग्यानिक हुन्छ यो चाहिँ। हेलो साथीहरू, अब म साग टिप्न जाँदैछु। अनि आजको मौसम चाहिँ अलिकति पानी पर्ला जस्तो छ, तर परेको छैन, हल्का फुल्का परेको छ बिहानै है। अब पर्दैन, यस्तै हो, मलाई थाहा भइसक्यो। घाम लाग्दैन, यस्तै दुम्म भएर बस्ने हो है। साग चाहिँ यता रहेछ है, अब साग टिप्नु पर्ने हुन्छ। बैसीले त हान्नु सक्यो पनि हो। के हो तर्साउँछ त भाइ? कति लाग्दा ठिक होला यार, मलाई पनि थाहा भएन। ओहो, आलु खन्न त जाँदैन रहेछ, आलु खनेर बसिरहेछ। मैले भाइ त किनै सकिसक्थ्यो हो कि होइन बुवा? कसैले यहाँ हेर्दा खोइ कति खन्यो, खोइ के खनिसकेछ। ओ हिरो के छ? हिरो जाऊ उभिएर मात्रै हेर्छ, कहिले काम गर्दैन। यसलाई काम गर्नु भन्यो भने म सुत्छु बरु, काम गर्दिन भन्छ है, काम गर्दिन भन्छ। अनि अब यसमा हामीलाई भन्नु के छ र? त्यही भएर बोहारी छिर लिएर आऊ भनेको। बुहारी? खै बुहारी त त्यस्तै हो। अब अर्को जुनीमा भन्न भाइ। जति सबै लगे पो अब अर्को जुनी त होला नि। त्यस्तै हो। अब हाम्रो परिवारहरू चाहिँ सबजना यतातिर आलु खाँदैछ है गाइस। आलु आलु ऊ यसको चाहिँ भिडियो बनाइदियो अरे है। त्यहाँ हेर्न, लुगा सुगा लाएर आएर भिडियो बनाउनु पर्यो अरे उसको। आउँदैछ त्यहाँ महारानी, महारानी आउँदैछ यहाँ भिडियो बनाऊ भनेर। कहाँको महारानी? ल साथीभाइहरू, अब हामीले चाहिँ फोटो सोटो भिडियो सिडियो बनाएर पनि सकिसकेको छ होइन। लागेको अब चाहिँ खोलातिर जानु पर्यो है। साथीहरू चाहिँ गइसकेको छ। अब बहिनी चाहिँ जान्छ कि जाँदैन मलाई थाहा भएन। जान्छ कि न तिमी? जाँदैन? त्यसो भए म गएको। बाई 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 बाई। ल गाइज, अब चाहिँ खोलातिर जानु पर्यो है। साथीहरू गइसकेको छ है गाइजहरू होइन। साथीहरू अब चाहिँ म कुद्नु पर्ने हुन्छ, दौडिनु पर्ने हुन्छ, किन भन्दाखेरि साथीहरू चाहिँ सबै गइसकेको छ है। आम्मामा, मलाई एक्लै छोडेर। आया, रोडको हालत चाहिँ फेरि यस्तो छ है, हो राम्रो छैन। किन भन्दाखेरि पिच पनि गरेको छैन यहाँतिर, धुलो मात्रै उठ्छ, फ्री पाउडर पाइन्छ है। त्यो गाइज उनीहरू चाहिँ किन गइसकेको छ यार, म ढिलो भयो। यस्तोमा पनि पौडी खेल्छ भनिरहेको छ केटाहरू, यस्तोमा पनि पौडी खेल्ने भनिरहेछ है।
खोइ के हुन्छ थाहा छैन। म चाहिँ खेल्दिनँ होला सायद। के भइरहेछ आज मौसम? मौसम त यस्तो छ, घाम लागेको छैन, अलि जाडो। अनि पौडी खेल्ने भनेन? खेल्ने अब त्यहाँ एकछिन पहिला आगो पुग्ने होइन, अलि जिउ तताउने, त्यसपछि घाम हाल्ने। ल ठिक छ केटाहरू। फर्स्टमा चाहिँ के गर्नुपर्ने हुन्छ भने हामीले व्यवस्था चाहिँ आगो पुग्नुपर्ने हुन्छ है गाइज। पहिला त्यसपछि त्यहाँ दुईजना घाम बालिसकेको छ। त्यसपछि अनि हामी स्विमिङ खेल्नुपर्ने हुन्छ। दुईजना बच्चा हाम फालिसके त्यहाँ है। ओहो खोइ त त्यो बिरे सम्धी खोइ सम्धी ल कन्टिन्यू। ओ दुईजना बच्चा त त्यहाँ हाम फालिसक्यो यार। माछा जानुपर्छ त यार यहाँतिर त। ओ यो त खान्छ होइन हामीले? के खट्टा मासुले खान्छ त यो है। यो खान्छ है हामीले पहिला पहिला हामीले खन्दियो हो यो चाहिँ। यहाँ केटाहरू खाँदैछ है। के अरे त्यसलाई बाख्रा भनिरहेछ हामी। सबजनाले खाइरहेछ है। ल खाने हो भन्न। यो चाहिँ साग हो रे गाइस, त्यही भएर केटाहरूले खाइरहेछ। पहिला खान्थ्यो हामीले है, त्यही भएर नै खाएको हो। खाना मिल्छ यो। ओहो खोइ स्विमिङ खेल्ने ठाउँ नै छैन यार। खोला चाहिँ यही हो गाइस। हो ओइ के टिभी रहेछ? के टिभी रहेछ? पेङ्गिन पेङ्गिन आउन सकेन। आगो त बाल्यो त केटा हो। चाहिँ दन्दनी बलिसक्यो। यिनीहरू स्विमिङ खेल्न सकेको छैन। को आठ ढिलो रहेछ हेरौँ न। मामा छ मामा आठ ढिलो छ नि हो हाम्रो मामा। छैन भाइ बिहान चिसो छैन। चिसो छैन गाई अब खेल्नुपर्छ। डौबा न डुबा न डौबा। ओए तिमी माछा मार्ला हो र? गयो ओए गयो 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 ओए ओए गयो गयो। ओए जान ओए के हो यार? ओ गयो गयो। ल अब तिमी दुईवटा पनि। ल दुईजना पनि जानु पर्यो है। चिसो छैन तातै छ। ऊ आइसक्यो यो त यहाँ हो आगो ताप्न। ल गाइस म चाहिँ खेलिसक्यो। आगो ताप्नु पर्यो यहाँ। ओहो ल ल ल ल ल ल गयो गयो। ओए गयो ओ गयो गयो। ल केटाहरू खतरा खेलिरहेछ है। मौसम जस्तो भयो भने हो यहाँ रिदम है। आयो आयो केटाहरू खतरा खतरा। वाउ यस्तो चिसो यार। लास्टै चिसो छ गाइस। लास्टै गएर छ।
म चाहिँ यहाँ आगो ताप्दैछु है आगो ताप ल गाइज अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ गाइज स्विमिङ खेलिसक्यो अब हामीले होइन ओए हात चाहिँ ओए नजाने अब ऊ चाहिँ अहिलेसम्म खेलिरहेको छ यार त्यहाँनिर जाने हो अब चिसो रहेछ यार लास्टै ल गाइज अब हामी हिँडेको हामी यहाँबाट निस्के अब फेरि आउँदै गरौँला खोलासँग गफ गर्नु पर्यो नि त एकछिन ल अब चाहिँ हिँडेको साथीभाइ हो स्विमिङ पनि गऱ्यो ओ सबजना अब आफ्नो घरतर्फ लागेको अवस्था मौसम यस्तो भयो भने खेल्यो है गाइज ल साथीहरू अब हामी चाहिँ सिस्नु टिप्न जाँदैछौँ सिस्नु टिप्न यस्तो बोक्दै जाँदैछौँ होइन यसले हो क्या ट्राक्क समात्यो ट्राक्क टिप्ने होइन ग्याङहरू सिस्नु टिप्ने ग्याङहरू खोइ बोरा खोइ सिस्नु टिप्न आएको गाइज सिस्नु नै भेटेन हौ के हो यस्तो बोरा र यो मात्र बोकिरहेछ टिप्ने सामान मात्र खोइ केही पनि छैन अब हिँड्ने मात्र हुन्छ जस्तो सिस्नै छैन छ खोइ नत्र अर्ग्यानिक माल खाइदिउँ भनेको त बरे छैन हो सिस्नु त ल है साथीभाइहरू हामी चाहिँ मङ्सिया झर्ना आइसकेको छ यो चाहिँ मङ्सिया झर्ना हो है ऊ त्यहाँ माथितिर पुगिसक्यो केटाहरू हुइबाट ल गाइजहरू हामी चाहिँ हिँड्दा रात पऱ्यो है सो या भिडियो चाहिँ यतिमै सीमित हुनेछ सो यदि मनपर्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भन्दै आजको भिडियो पनि यहीँ अन्त्य गर्न चाहन्छु बाई बाई सी यू नेक्स्ट भिडियो गाइज